Yes, Dad. I said what I said. I get out of bed, make sure it's spreading whisper checks. Keep my body fit, balance the street, don't have text. Black on the rise, I never mix. I said the prayer and they fled. Bubble on the fire bread. Hot like I'ma step up on the street. He said they need me like a pilot. Said I had a listen. हुन्छ होला हुन्छ किन हेर्नु नि चिटकोट छ त त्यसमा कप छिराएको उसमा जाऊँ ल एयरपोर्ट बाइकको कति हो भन चिटकोट खतरा खतरा ओए खतरा सहा आप खाइस खतरा सा ande Lewandowski oh Yuri go एयरपोर्ट यताको छ यता गएर खेल भाइ यता खेल ऊ म कोठामा गएर खेल कोठामा यसमा गेम छैन
यसमा पठाइदिन्छ नि के De Bruyne ओए बे ओए धन्ने छिराइदियो De Bruyne खोइ त तिमीलाई पनि थाहा छ यसरी गर भने ओए कस्तो खतरा छिराइदियो नि यार क्लकको सँग यस्तो के जानु यही त रहेछ एयरपोर्ट एयरपोर्ट त यतै छ तर प्लेन हुँदैन एयरपोर्टमा खतरा भित्र खेल्नु मन भित्र खेल्दैछ छोडी भित्र खेल्दैछ अहिले के रे पावर छिरे दोनारुमालाई छिरे किपर ल आउ ल यहाँ नहीं दोनारुमा कति मिनट भयो 90 हुन्छ भने आऊ हेर्न खायो खुट्टामै लाग्यो ढोकाले खुट्टामै हाल्नु आज त रोएन त डर भयो कि के आउँछ सिम ओए डेम्बेले Cristiano Ronaldo logo त कोक खतरा लास भेटेको थाहा पाउन बित्तिकै श्रीबहादुरले तत्कालीन प्रहरी इन्सपेक्टरलाई लास उठाएर आजै अस्पताल दाखल गरी लास जाँच गराउन भनेर निर्देशन दिन्छन् तर भोलिपल्ट अर्थात् असोज 5 गते 11 बजेसम्म पनि प्रहरीबाट त्यसबारे केही आउँदैन त्यस पछाडि श्रीबहादुर आफै इन्सपेक्टर र अरू 13 जना जुनियर प्रहरीहरूलाई लिएर घटनास्थल पुग्छन् त्यहाँ पुगे पछाडि थाहा हुन्छ कि पुलिसले त लासबारे 4 दिन अगाडि थाहा पाएको रहेछ र उनीहरूले लास हेर्न पनि गएका रहेछन् फुटेको बोराबाट जालका हाडहरू एउटा खुट्टा भएको माटो र बोरा छापिएको अवस्थामा भेटिएको थियो लास महिलाको बनाना बाहिर छ बिहानैबाट पानीको मौसम अलिक चिसो पनि थियो त्यसैले उनीहरूले चिया खाने निर्णय गर्छन् त्यसै अनुरूप करिब दिउँसो 4:30 बजे मुगलिनबाट 5 किलोमिटर गाडीको ड्राइभर सिटमा छन् अमर लामा छेउमा छन् मदन भण्डारी र पछाडिपट्टि बसेका छन् दिवराज आश्रित गाडीको स्पिड करिब 50 देखि 60 किलोमिटरको आसपास थियो मौसमको कारणले गर्दा गाडीको भित्री सिसामा पडिरहेको थियो जसले गर्दा धीरे घट्दै थियो त्यसैले बेला 115 यति बेलासम्म गाडीको भित्री सिसा
त्यही तपाईँहरूको रियलाइज गर्छन् कि गाडी त 5 ढुङ्गाको भिर पर्ने दायाँ साइडतिर खस्किसकेको रहेछ। अमर लामाले त्यो गाडीलाई कन्ट्रोलमा ल्याउन खोज्छन् तर गाडी बिस्तारमा पुग्छ। गाडीमा बसेर मदन र आशिकले के भयो भन्दै गर्दा गाडी 10 ढुङ्गाबाट एकछिनको गाडी 150 फिट गर्दा पनि Udah holy gini na. मम्मीलाई आएको फोन मलाई त्यही अन्तिममा 2500 900 400 के हजुरबाले मलाई गर्नु भएन यो होइन 84 2500 हजुरबाको अर्को हेर्नु हजुरको ल यो भएन कि अर्को हेर्नु यो